So good morning guys from गैरीगाउँको यो मुला यो चाहिँ हाम्रो के गर्ने ठाउँ रे के गर्ने ठाउँ जुराब यो चाहिँ मेरो जुराब किन्न आएको अस्ति किनेको जुराब यस्तो भइसक्यो मलाई आउँदै हिँड्दै म त बाले के हुन्छ के हो र नि सो ह्याप्पी दसैँ सबैजनालाई मेरो तर्फबाट सबैजनालाई कोशिश ब्लग्सबाट ह्याप्पी दसैँ है ल कोला त मन पऱ्यो हेर यस्तो खोया किन यो भातको सिधा कुलो र यो ल्यायो तँलाई कहाँ गयो छुम्पा सो ह्याप्पी दसैँ सबैजनालाई हाम्रो पिङ चाहिँ यस्तो बाङ्गे छ है यो चाहिँ अस्ति म त्यहाँ ठोक्किर यहाँ ज्ञान जाक्छ त्यहाँ बसेको थियो क्या नि सिगो यहाँ थियो यहाँ बसेर नघुझट दे कहिले नि खाइला म घुझट दिन्छु जमरा रेडी के सो अब हाम्रो दसैँ स्टार्ट आया 11:20 भयो मेरो कतातिर लाग्यो वेदर चाहिँ यस्तो बबाल छैन गिल्ला मेरो चाहिँ पुरा ठाउँ हेर्छ चोर्नु मेरो मान्छेले खलिसक्यो यो आमा कति बेला म चाहिँ टिको लगाइसकेको छु यस्तो पारामा सजाएको छु दक्षिणा कति पाएँ म चाहिँ देखाइदिउँ तँलाई यस्तै हुन्छ कि म चाहिँ हामीसँग अब अरू टिको लान्छ अब चाहिँ ब्याग चप्पो ब्याग यस्तै छ पारा मेरो 100 रुपियाँ भने यहाँ त हान्नु पर्यो यस्तै छ पारा मेरो यस्तै छ पारा सोही यो पाउने मैले होइन दोकानमा सो अब चाहिँ सामग्रीमा लाउनु जाने सिक्किममा हाई आशीर्वाद जाओस् नातिलाई कोक छैन रे सक्यो अरे क्या थोरै सबैलाई थोरै दिनु न पहाड हामी चाहिँ जाँदैछौँ गिटानतर्फ चस्मा लगाएर टक्क चस्मा लाएर कालो चस्मा लाएर चत सुत्ता सल्काएर भन्ने गीत त सुन्दा सो अब चाहिँ हामी गिटानतर्फ लागिसकेका छौँ यस्तो मजा भाटिन कहिले
सो फाइनली सो अब चाहिँ हामी ग्राउन्डमा चाहिँ आइसकेछौँ सबैजना ग्राउन्डमा छन् सो त्यही नै हो अब गएर भलिबल खेल्ने भलिबल बास्केटबल खेल्ने भलिबल अझै पिङ खेल्ने पिङ फोटो खिच्ने फोटो टिकटक बनाउने टिकटक निजीको चस्मा चक्कै सर लाउने सबै हिँड्ने बाले सिक्ने कसले के गर्छ मलाई त बाल छैन बुझी के गर्छ सिङ्ग ओइ चस्मा नाकमा हिँड्ने अविनाश चस्मा जस्तो नाकमा हाल्ने हिँड्ने बालै छैन मलाई बाल छैन मलाई केको पनि सो अब चाहिँ ए हाम्रो गाउँको हिरोनीहरू हेरे के दशा को काटिएर सो हामी चाहिँ गिरानमा आइसक्यौँ यता त्यसै अब लास्ट लाग्ने किन लगे त केटाहरूको गफ सुन्ने बस्ने गरौँ म एकछिन मसँग त बल्ल यति हो केटा हजारको थियो म सुन्थेँ अघि कोले 1000 कि कति हो भन्थ्यो यो चाहिँ राइडिङ ड्रेसमा लाउनुको बेग्लै मजा कोले कति के भन्दा ठुलो हो काटेर काम गर्दा लाउने नि गोसिल त्यो रङ्गलको यहाँको सब्जी व्हाइट देखिन्छ क्या यी ग्राउन्डमा चाहिँ अहिले 2 बजे क्या नि भाँजो अब यो सबै मैले मान्छे हामी चाहिँ अब त्यहाँ गएर बस्नुपर्ने हुन्छ त्यतातिर गएर अब जम्केर पर गएर बस्नु भएको छैन म लाउँछु न भाँचा जस्तो देखिन्छ जाम ल हिँड पर त्यो कितिर भएको ठाउँमा गएर बस्नु थियो नाकै सानो छ कहाँबाट अड्दिन्छ ओए बिस्तारै हिँड्नु त ओ बिस्तारै हिँड्छ सिधै तल झरी लाग्यो रेलिङ ग्राउन्डको छतमा रेलिङ के कोलाई हिरै देख्या हो नि त्यो चल्नुमा अब आइदियो त मुजी रोक्छ हामीलाई भ्लग बनाउन आइजन नि म बनाउँछु मुजी लगे त तर म चाहिँ यस्तो वाइट एङ्गल चाहिँ देखाउँछु यस्तो लड्किरु यस्तो लड्किरु यस्तो लड्किरु हेर्नु पाउँछ क्या दसैँमा हुन्छ नाच्ने लड्की हेर्ने भनेको दसैँ मेला तिहार यस्तो कहीँ न कहीँ बजारमा गएको जस्तो लड्किनु पाएको छ नबस्ने बस्ने ल अब हामी बस्छौँ है ल बाई बाई सो गाइस ग्राउन्डबाट घरमा है मेरो पैसा कलेक्सन हेर्ने भने यो 1000 रुपियाँ तिको चाहिँ बस्छु सो गीत बाई ग्राउन्डमा गएर भेटौँ ल म चाहिँ अब जुत्ता फेर्न आएको साह्रै गाह्रो भयो बाई